आउँछ कि मचिनु पर्यो कि मचिहाल्छ नि मास्क चाहिँ मैले चिसोले हावाले ओठहरू फुट्छ कि भनेर बोकेको थिएँ तर त्यस्तो नहोला जस्तो फिल भयो मलाई यसलाई म पोलेर राख्दैछु यहाँ धुलो उड्ने त चान्सै छैन धुवा धुलो प्रदूषण रहित हो यहाँ एयरपोर्ट लिनुपर्ने हो किनकि कुनै कुनै ठाउँहरूमा चाहिँ अत्याधिक हावा चल्ने भएर बोलेको कुराहरू त्यति नसुनिएला कि जस्तो लाग्यो जहाँनिर चाहिँ अब म अलिकति पानी खानु पर्यो है यो चाहिँ पानी हो पानी चाहिँ हामीले आफैले बोकेर हिँडेको छौँ यो चाहिँ त्यही पार्कको मुनितिर हो यहाँनिर कुनै समूहहरू कोही आएर यहाँ रमाइलो गर्नुभएछ यहाँ खानुभएछ तर यो चाहिँ के गर्नुभएको उहाँहरूले आफ्नो वेस्ट मेटेरियलहरू यसरी फाल्नु हुँदैन किनकि यो मुन्दुम ट्रेलमा यहाँनिर हेर्नुहोस् डस्टबिन पनि बनाइदिनु भएको छ यहाँनिर डस्टबिन पनि छ बियरको बोतल क्यान बियर सानो बियर प्लास्टिकको प्लेटहरू फ्रुटी रेड बुल लगायत धेरै कुराहरू चाहिँ यहाँनिर मैले बाहिर फाकेको देखेँ यो राम्रो होइन किनकि यहाँनिर चाहिँ नेपालीहरू मात्रै नभएर विदेशी पर्यटकहरू पनि आउनुहुन्छ र विदेशी नआए पनि हामीले आफैले पनि आफ्नो ठाउँलाई सफा राख्ने हो तपाईँहरू घुम्नको लागि आउनुहुँदैछ अनि अन्य कुनै टिमले त्यसै गरी तपाईँ हिँड्ने तपाईँ बस्ने ठाउँमा फोहोरहरू फ्याँकिदिनु भएको छ भने तपाईँले त्यहाँ बसेर कसरी खानुहुन्छ त्यो सम्झिनुहोस् तपाईँहरूले त्यही भएर यस्तो गर्नु हुँदैन त्यो डस्टबिन नभएको भए अलग कुरा हुन्छ त्यो डस्टबिन पनि छ एभ्रिथिङ छ है तर के भन्ने यो चाहिँ के हो यो 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 के हो हेलो सरहरू के हो यो अर्ना यहाँ मुर्रा भन्दा ठुलो भैँसीहरू देख्दैछु म यहाँ मुर्रा भन्दा ठुलो भैँसीहरू देख्दैछु गाई पनि रहेछ ल अब यहाँबाट एकछिन बिसाउँछौँ हामी अनि फेरि उकालो लाग्छौँ धेरै 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 यो डाँडा यहाँबाट काटेर बनाएको रहेछ बाटो यो फेदै आएको अहिले चाहिँ हामी यहाँ एउटा प्लास्टिकको प्लेट देखिरहेको छु मैले यो प्लास्टिक रहेछ बाहिर फालेको मूर्खहरू फटा फन्टेसहरू गवारहरू यसरी फालिरहेको छ डस्टबिन चाहिँ फेरि यहीँ छ हेर्नुहोस् डस्टबिन यहाँ छ होइन अब यहाँ हेर्नुहोस् फाँकेको ल अब यहाँनिर मैले यस्तै फोहोर गरिदिएँ योभन्दा धेरै फोहोर गरिदिएँ यहाँ अरू आएर जो मान्छे यो फालेर जानुभयो उहाँले त्यो फोहोरमा बसेर खान सक्नुहुन्छ यो प्रश्न उहाँहरूलाई जसले फोहोर गर्नुभयो यसरी बाहिर फ्याँक्नु भएको छ यस्तै गरेर अरूले पनि आएर तपाईँ बस्ने ठाउँ यहाँनिर हेर्नुहोस् यहाँ कसले के बनाएको यो मेबी लट्ठी होला यसरी गन्दै बनाइदिएको छ ठाउँलाई फोहोर गरौँ तर आफ्नो फोहोर आफै उठाएर सफा गरौँ तपाईँ मात्रै होइन यहाँ हिँड्ने अन्य मान्छेहरू पनि आउनुहुन्छ फोहोरमा बस्न फोहोरमा खान फोहोर हेर्न कसैलाई मन पर्दैन विचार चोके यहाँ चाहिँ धारा पनि थिएछ तर अहिले पानी छैन के भइसकेछ यहाँ यो पानी चाहिँ के भएर सुकेछ यहाँ धारा देख्न सक्छौ तर पानी छैन यहाँ बसेर आउँछ रेस्ट गरिरहेको छ सबै हाम्रो सामानहरू यता राखेको छ अब यहाँ नजिकै पानी छ अरे त्यो भएकोले के हो यसको बिर्को अनि यसको अब अबको चाहिँ चारीमामु एक फतुङ तुम्सा गरिँदैछ
तपाईँहरूलाई छ ल चेस गरौँ अनि सुरु गरौँ म त हानिसकेँ ए हो चेस गरौँ मेरो चाहिँ यहाँ छ चेस गरौँ गरौँ नि त के भयो भयो चेस ल ओके ओके छ यो चाहिँ लोकल प्रोडक्ट रहेछ है आलुको चिप्स राम्रो छ तर खाना योग्य छ छैन त्यो चाहिँ थाहा भएन टेस्ट चाहिँ बवाल छ किनकि लोकल प्रोडक्टहरू कतिपय यो अब हेल्थलाई केयर नगरी बनाएको हुन्छ टेस्ट चाहिँ बवाल छ आरा कस्तो छ कोदोको रक्सी हो यो चाहिँ 3 पाने रक्सी हामीले घरैबाट बोकेर लिएर आएको धेरै राम्रो छ स्वादिष्ट छ धेरै कडा पनि होइन कोदोको रक्सी कस्तो हुन्छ तिमीले के अब एक्सप्लेन गरिराख्नु होइन तिमीलाई थाहा छ त अघि रिसाइसक्यो तल रिसाइसक्नु भयो उहाँलाई पनि धेरै धेरै धन्यवाद यो लोकल प्रोडक्ट चिप्स खुवाउनु भयो उहाँले मिठो छ यो पनि यो तपाईँहरू पनि आउनु न त एक्लै बसेर खाएको काकै दिएको देखि अब यसो गरौँ क्यामेरा बन्द गरौँ कहिले खाऊँ यहाँनिर के गाई हो चौरी गाई होइन नि यो त यो ठुलो खाले गाई जर्सी गाई टाइपको हुँदो रहेछ यहाँनिर छ हाम्रो आदरणीय बाबा यहाँ पुग्नु भयो यहाँनिर पनि बिसाउने ठाउँ रहेछ भाइ यहाँ छ म यहाँ अब चाहिँ फाइनली मैले दाबेलाई चाहिँ ब्यागमा राखिसकेको छु अहिले चाहिँ हामी स्टार्टिङ फेजमा भनौँ न अझै पनि यस्तो राम्रो भ्यू छ ओ माई गुडनेस ल हेर्नुहोस् यो भनेको कस्तो ठाउँ हो यस्तो हुन्छ ल ल ल ल ल ल अहिले चाहिँ अब भर्खर स्टार्टिङ फेज छ पानी पर्नु चाहिँ त्यो भएर हल्का सुक्खा सुक्खा जस्तो छ इचौरीहरू यो भदौ असोजमा धेरै हरियाली र राम्रो हुनेछ मलाई जहाँसम्म लाग्छ हेलो पर्ख्यौँ न हौ पर्ख्यौँ के हो किन रन्केको तपाईँ हेलो साब्जी वेट ल के अरे खोटाङ यो साइड चाहिँ खोटाङ होइन यो सुन्दर रमणीय दृश्यहरू खोटाङको हो यो भोजपुर साइड हो बाबा यहाँ पुग्नु भयो स्पोर्टेड टोलीलाई हामी भेट्ने प्रयास गरिरहेको छौँ उहाँहरू अलिकति पैसा पाउँछ यहाँ चाहिँ गोठीसिङ होमस्टे मेबी बन्न लागेको होला एउटा भोजपुरमा गोठीसिङ होमस्टे छ अरे ए यहाँबाट जाने हो त्यहाँ पनि हामी जाने आउँदैछौँ यस्तो छ बाटो राम्रो छ मजा आइरहेछ हिँड्नलाई प्राकृतिक सुन्दरता र यो प्राकृतिक यो सोर्सेसहरूको कारणले यति मिठो हावा हरियाली ओ माई गड मैले यस्तो चिसो र मिठो हावा अहिलेसम्म फिल गरेको थिइनँ मलाई अहिलेसम्म हल्का मात्रै पसिना आइरहेछ अहिले लगभग 11 बजे होला तिमी इमेजिन गर 11 बजी यस्तो बाटो उकालो बाटो हिँडिरहेछ पसिना छैन हो घाम लागिरहेछ मैले टायर्ड फिल गरेकै छैन हाम्रो बाबाहरूले दोकान जानुभयो माथि अर्को टोली छ यही बाटो हुँदै हामी माथि निस्किन्छौँ त्यस पछाडि असली मुन्दुम ट्रेलको मजा सुरु हुन्छ रे म पुगेको छैन यसमा फर्स्ट टाइम म खुसी छु मैले यहाँ आउने मैले जुन प्लान बनाएँ तिमीहरूसँग यसमा म एकदमै सन्तुष्ट छु र खुसी छु गीत गाउँदैछु त गाई चर्यो लेखमा गाई चर्यो लेखमा माथि गाईहरू पनि छ जुम गरेर देखाउन सक्छु के फिकर मान्छे नि बहिनी पैसा छ बेगमा त्यहाँ चाहिँ फेरि बहिनीहरू पनि छ जुम तान फाइनली हामी यहाँ एउटा पोखरीमा आइपुगेको छौँ आई डोन्ट नो नाम चाहिँ के हो के छ यसको नाम तल जानेर
पानी भर्नु पऱ्यो अलिकति अब पानी ल अहिले हामी यहाँ पोखरीमा जाँदैछौँ यहाँबाट म देखाउँछु तपाईँहरूलाई यहाँबाट तपाईँहरूलाई देखाउँछु हेर्नुहोस् त कति सुन्दर छ यो पोखरी यो डाँडामा कसरी आयो पानी यति माथि यति पाहाडमा अब म त्यो पोखरीतिर म जाँदैछु यहाँ अगाडि एउटा टिम देख्न सक्नुहुनेछ उहाँहरू पनि यहाँ तल पनि हुनुहुन्छ त्यो पोखरी गएर आउँदैछ तल पानी सानी भर्ने तल पुगेर आउँछौँ सबैजना झर्ने हो ल तिमी बस्दै गर नि त हामी पुगेर आउँछौँ अब यो बाटो हुँदै हामी यहाँ तल पोखरीमा पानी लिन पनि जानेछौँ र पोखरी कस्तो छ हेरेर आउँछौँ मसिनो भाइ बहिनीहरू पनि रहेछ पोखरी हेरेर होला सायद मेबी कता पोखरी पुगेर आएको के छ पानी भन्ने ठाउँ छ कहाँ हो घर तपाईँहरूको भिडियो बनाउनु मिल्छ अलिअलि मिल्छ कि मिल्दैन ल सबजना भाग्नु स्टार्ट यहाँबाट रहेछ यहाँनिर घोडा यतिकै छोडेको हो नि घोडा छ यो कोही पनि कुदाउँदैन काम परेको बेला लग्छ यहाँ रहेछ घोडा पोखरीको साइडमा के यो घोडा म कुदाउनु मिल्छ म कुदाऊँ त मलाई आउँछ नि फेरि यो पोखरी एकदमै सफा छ है माई गुडनेस सुन्दर छ पोखरी धेरै ब्युटिफुल धेरै ब्युटिफुल पोखरी अनि मेरो ह्यान्डसम चाचा माछा पनि छ कि क्या हो यहाँ पानीहरू हावाले हलचल भइरहेको छ माछा पनि रहेछ यहाँ उफ तल होइन यहाँनिर चाहिँ पानी आउँदो रहेछ यो हो होइन यो चाहिँ पिउनको लागि राखिएको हो अरे अनि पानी यहाँनिरबाट आइरहेको रहेछ पोखरीलाई हाम्रो आदरणीय बाबै यहाँ बोर्ड हेरिराख्नु भएको छ म पनि यसलाई सरसरी तपाईँहरूलाई देखाउन चाहन्छु के लेख्नु भएको रहेछ भनेर इतिहास पहिचान र संस्कृतिको संरक्षण हाड रगत र दुधलाई जोड्ने महान सङ्कल्प र अभियान किरात सिप्तुङका वंश उत्थान समाज ब्ला 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 त पढिनँ मैले अनि यहाँ लास्ट लाइन मलाई मन पर्यो पोखरी वरिपरि फोहोर मैला गर्न सक्त मनाइ छ मैले घुमेँ धेरैवटा डाँडाहरू मुन्दुम ट्रेल चाहिँ फर्स्ट टाइम आएको जस मेरो कल्पनाभन्दा बाहिरको कुराहरू मैले देख्न पाउँदैछु तारिफ धेरै सुनेको थिएँ तर तारिफ कम भएको रहेछ मुन्दुम ट्रेलको बारेमा चाहिँ सालपा सिलिचुङको बाटोको बारेमा अहिले जति सम्म म हिँडेँ अलिकति तारिफ कम भएको रहेछ अझै धेरै तारिफ योग्य ठाउँहरू छ तपाईँ हामीले यसलाई प्रचार प्रसार गर्नुपर्छ धेरै राम्रो र सुन्दर ठाउँ छ एक हिसाबले अर्को हिसाबले धार्मिक हिसाबले पनि एउटा धार्मिक केन्द्र आस्थाको केन्द्र जाने बाटो भएकोले पनि यसलाई चाहिँ तपाईँ हामी सबैले अलिकति प्रचार प्रसार गर्नुपर्छ 3000 देखि 3500 को हाइटमा मैले फर्स्ट टाइम यस्तो ताल देख्दैछु यो लेक धेरै हाइटमा छ यति सुन्दर छ धेरै बवाल छ